कालो बादल युट्युब च्यानल यो भिडियो चाहिँ खास कालो बादल युट्युब च्यानलमा आउँछ। सबैजनाले यो भिडियो हेरेर फुल सपोर्ट गर्न सक्नुहुन्छ, माया गर्न सक्नुहुन्छ कालो बादललाई। एकअर्काले सबैजना भिर पाखा हाम फाल्दै धुलो सुलो उडाउदै कालो बादल टिकटकमा भिर पाखा नभन्दै हाम फाल्दै जङ्गल जङ्गल सालगारी जङ्गल सबजना भिडियो बनाउँदै कालो बादल एकदम। यो भिडियो पनि सबैजनालाई सन्चै होला है। म चाहिँ हिँडिराखेको छु। सबैजना यो भिडियो हेर्ने मान्छेलाई चाहिँ के भन्न चाहन्छु भने हाम्रो विदेशमा बस्ने दर्शकहरूले नेपालमा बस्ने दाजुभाइ दिदीबहिनीहरूले सबले यो भिडियो हेर्न सक्नुहुन्छ कालो बादलको एकदम। चस्मा भनेको एकदम चस्मा चाहिँ यो खास त मैले जापानबाट मागेको जस्तो छ। त्यो पनि के गर्ने आगोले पोलेर वाल्टिङ गरेको चस्मा, आफूले नै डान्स गरेर यो खुट्टाले टेकेर भाँचेको चस्मा हो। चस्मा हेर्न सक्नुहुन्छ है। नाकको बिचको आगरी चाहिँ मैले यो चस्मा चाहिँ मैले आफूले नै आगोले चाहिँ वाल्टिङ गरेर चाहिँ यो चस्मा लगाएको छु मैले कालो बादलले। सबले घर पाखा भिर डाँडा काँडा सब हेर्न सक्नुहुन्छ। के छ सन्चै हुनुहुन्छ तपाईँहरू? म चाहिँ एकदम यहाँ भिडियो सिडियो बनाउँदै टक्क लगाएर बाटो चस्मा लाउँदै हिँड्दै ढल्काउँदै के गर्ने। यो जिन्दगी त फेरि फर्केर आइँदैन नि त फेरि मरेर गयो भने त। अब बाँचेसम्म रमाइलो गर्ने हो, मरेपछि कहाँ जान्छु के गर्ने। जिन्दगी नै यसो छ, मरेपछि त अब चस्मा लगायो हिँड्यो, कालो चस्मा ढल्कायो हिँड्यो है। के गर्ने कालो बादल ओह्राली लाग्यो झ्याप्प लगाएर मकै सकै खन्दै छ होला हाम्रो दिदीबहिनीहरू होइन। ल ठिक छ के गर्ने। अब घाम लागेको छ, मकै खन्या छ, एकदम सन्चै होला तपाईँहरू होइन। ल ल सब यहाँ हेर्नुहोस् मकै खनेर डाँडा पाएको यहाँ हेर्नुहोस् सब मकै खनिरहेछ। यहाँ मकै खनिरहेछ। यसो हो हाम्रो भिर पाखा जङ्गल पाखा हेर्नुहोस् अब के छ। दुखी गरिबलाई सहयोग गर्नुपर्छ सबैजनाले हेरेर। टक्क भिडियो बनाइराखेको छु कालो बादल। ल चस्मा ब्रान्ड चस्मा हो, लाएर हिँड्यो जापानबाट मागेको चस्मा। ल म चाहिँ हिँड्यो है त। ल ल अनि भान्जीहरू के छ हालखबर? सन्चै छ? ल यो कालो बादलको युट्युब च्यानलमा सबैजना यो भिडियो हेर्नु होला। सब यहाँ एकदम जङ्गल पाखा भिर पाखा यहाँ हेर्नुहोस् यहाँ एकदम कोही गङ्गा त खोज्ने, कोही के खोज्ने। यो खोलामा एकदम हाम्रो चाहिँ यो खोला सानो छ क्या। खास त कालो बादलको छ नि यो खोला सानो छ गाइछु। यो खोला सानो छ, हामीले यो पानी खानलाई चाहिँ एकदम 2-3 घन्टा कुर्नुपर्छ यो खोलामा पानी। हेर्नुहोस् त गाइछु, हेर्नुहोस् यहाँ हेर्नु सक्नुहुन्छ होइन। खास चस्मा लायो, घामले आँखा देख्दैन भनेर टक्क हिँड्यो है। अगाडि के गर्ने अब हिँड्यो पानी बनाउनु। खास त कालो बादल पानी बनाउनु आएको। हल्का के मन लाग्यो भने ठाउँ देखाइदिउँ त हाम्रो गाउँको खोला। अब के गर्ने पानी सानी सानो छ जे जस्तो पनि अब कसैले हेरेर अब यहाँ बोचेट लगाउँछ कि हाम्रो केपी ओली बाले सब नानी केपी ओली प्रचण्डवालाले हाम्रो अनि रवि लामछाने दाइ चाहिँ अब सब यो चितवनबाट गायब कहाँ गयो भेट पनि छैन है। मलाई भेट्नु कस्तो भेट्नु मन लागेको छ कालो बादलले। उहाँले मलाई चिन्नु भएको छैन होला सायद त्यति। अब कुनै दिन चिन्नुहुन्छ। यहाँ रोड सोड पनि छैन हाम्रो गाउँमा होइन। यहाँ बिजुली बत्ती पनि छैन। यो बिजुली बत्ती नल्याउने नेतालाई चाहिँ के भन्न चाहन्छु भने कुर्सीमा बरु बसेर हल्लिनु भन्न बरु यार बरु यस्तो कुर्सीमा बस्नलाई मलाई दिए पनि हुन्छ जस्तो लाग्छ। खास त मैले के गर्नु नसके पनि यहाँ धुलो सुलो भएको सब यो धुलो सब उडाएर मैले पुरा गहिरातिर फालिदिन्थेँ जङ्गलतिर। हाम्रो अनि यस्तो मान्छेहरू कहाँ छ यार, नेताहरू कहाँ छ र क्या। भोट माग्न आउँछ पुरा एकदम 2-3 लाख पर्ने जुत्ता लाएर। आफू भनेको यो चस्मा पनि हेर्नुहोस् यो यहाँ नेपालमा यस्तो भएर नि यो चस्मा पनि यो आगोले जोराएर पो लाउनु परिरहेको छ यार कालो बादल यार। गाह्रो छ, के छैन कि विकास भने के छैन। अब विकास गर्नलाई अब भोट 84मा चाहिँ भोट मलाई दिनु होला है त। के गर्नु नसके पनि मैले एकदम गाउँघरमा एकदम गुटुटुई पारेर धुलो सुलो उडाउने काम चाहिँ गर्छु मैले। धुलो अब भोट चिन्ह बनाउनु पऱ्यो। अब धुलो उडाउनेमा चाहिँ भोट लगाउनु पऱ्यो गाइस हो सबजना। यो काम छैन। यो हाम्रो नेताहरूलाई भोट दिएर काम पनि छैन, न बिजुली बत्ती छ यार, घरमा आपत छ यार। के गर्ने यार, कसले भोट पनि लगाउँदैन यार। युट्युब च्यानल पनि सब्सक्राइब गर्दैन, खै
के भएको हाम्रो यो जनताहरू नै खराब छ क्या। चस्मा लगायो हिँड्यो है, के गर्ने, पटर पुन्टुरुक देखायो। ल म चाहिँ हिँडिराखेको छु। हाम्रो चाहिँ एकदम अब पानी सानी बनाएर आयो, के गर्ने, पानी खान पनि ढाउ हुन्छ यार। हाम्रो यार पाइप साइड दिए पनि हुन्थ्यो, हामीलाई बच्चे सोचे टक्क ट्याङ्की स्याङ्की बनाउने सिमेन्टी बाला दिए पनि हुन्थ्यो यार सरकारले यार। यो हाम्रो सरकार कहाँ छ होला, के गर्नु। हामी चाहिँ झ्याप पलाएर घर छ, जे जस्तो युट्युब च्यानल जे जस्तो भए पनि गर्छ भने एकदम हिँडाइरहेको छु। के गर्ने, कालो बादल आइसक्यो। अब मान्छे नै यस्तो छु, के गर्ने। यहाँ हेर्नुहोस्, यो पर्ने बेलामा यो गुलियाली बनाउने भुराहरू काम छैन। यो गुलियाली बनाउने भुराहरू काम छैन। उहाँ काम गर्नु गएर पैसा नदिएर लास्टमा घरतिर फिर्ता पैसा। यी सबजना कालो बादलसँग धुलो उडान आउँछ त सब पैसा आउँछ यहाँ। अब सब पैसा आउँछ। ल खोइ पाइल परे ल हामी हिँड्यो है त। ल सबजना अब के गर्ने, युट्युब च्यानल सानो सबजना अब म हिँड्यो कालो बादल। अब सबजना यो भिडियो आउँछ, एकदम रमाइलो गर्नु होला। राम्रोसँग जे जस्तो भए पनि टक्क चस्मा लगाइ हिँड्यो। कालो बादल निलो आकाशमा सर है, के गर्ने। यस्तै हो जिन्दगी। अब जे जस्तो भए पनि सर लाएर काठमाडौँ घुम्न जाऊँ भने पनि पैसा छैन। कसैले सब पैसा गरिदिन्छु बाबु, तिमीलाई सहयोग गर्छु भन्ने मान्छेहरू कहाँ रह्यो थाहा छैन। चस्मा पनि यार, चस्मा लाउनु परेछ भाँचेको। म आफूलाई नै दिक्क लाग्छ। अनि यो हाम्रो समाज नै यस्तो छ क्या हो, कसैले दिन्छु भन्छ, कसैले दिन्न भन्छ। आश मात्रै देखाउँछ क्या हो यार। सबले यार आश नदेखाउनु लिएर गाडी छु यार। चस्मा पनि भाँचेको लाउनु परिरहेछ। सबले मिठो कमेन्टहरू टक्क दिने, कालो बादललाई लाइक कमेन्ट सेयर गरिदिने सबैजना। यस्तो पनि हुन्छ त गाइज। घर आइपुग्यो मेरो महल, मेरो झोपडी भए पनि महल भए पनि गाइज मेरो घर यही नै हो। कालो बादलको घर हावाले बङ्ग गाडी यस्तो पारिदियो, रोइदिइरहेको छु। हेलो बा के छ हालखबर, बसिरहनु भयो ल बा, गीत गाइदिनु पऱ्यो। यहाँ युट्युब च्यानलमा हो क्या यार बुढो यार। के गर्ने, हाम्रो बा चाहिँ यहाँ बसिरहनु भएको छ, बुढेसकाल लागिसक्यो हाम्रो बा। अब कुनै बेला त खोइ यो बाउको पनि ठेगान छैन जस्तो लाग्छ आजभोलि त। गाह्रो भइरहेको छ यहाँ हेर्नुहोस्, बाउ सरा एकदम। ल अहिले ल यो युट्युब च्यानल हेरेर बस्नेहरूले सबलाई बाई। अब यो युट्युब च्यानल आउँछ, सबजना लाइक कमेन्ट सेयर गरिदिहाल्नु।